अझै लगभग 9 बज्न लाग्यो होइन। आज चाहिँ हाम्रो डे 6 लाङटाङ ट्रेकको फर्किँदै क्यान्जिङबाट। भ्यू चाहिँ दामी छ है, यो घोडाहरू। बाई बाई क्यान्जिङ, सी यू नेक्स्ट टाइम है, छिट्टै भेटौँला फेरि। साथीहरू, राइट नाउ आई एम हियर एट नियर ब्याम्बो होइन। म चाहिँ अहिले फर्किँदै हो ट्रेकिङ लाङटाङ ट्रेकबाट, मतलब क्यान्जिङ। त्यसपछि हिजो लामा होटल बसेँ। हिजो मैले भ्लग गरिनँ, हल्का सन्चो नभएर केही रेकर्ड गरिनँ। अनि अहिले चाहिँ म ठ्याक्क ब्याम्बो जाँदैछु। म ब्याम्बो निरै छु, ठ्याक्कै देख्न सक्नुहुन्छ ब्याम्बो घारी। पहिरोमा खाना खाएर निस्किएँ। अब गोसेकुण्डतिर लाग्नुपर्छ है। तल आएर उकालो छ, ठाडै गाह्रो छ बाटो। अहिले चाहिँ ठ्याक्क म लाङटाङ र गोसेकुण्डको जङ्सन पोइन्टमा उभिरहेको छु। ठ्याक्कै यो यहाँबाट गोसेकुण्ड, यताबाट माथि लाङटाङ क्यान्जिङ, अनि यता चाहिँ स्याप्रो है। यताबाट चाहिँ स्याप्रो जाने, स्याप्रोबाट आउने। युजली चाहिँ मान्छेहरू स्याप्रोबाट आउँछन्, माथि लाङटाङ जान्छन्, क्यान्जिङ जान्छन्, त्यसपछि फर्केर अब गोसेकुण्ड जानु मन लाग्ने यो बाटो गोसेकुण्ड जान्छ। जेसी बाटोमा चाहिँ एकदम फ्यु मान्छेहरू मात्रै हिँड्छ। अहिले चाहिँ म ठ्याक्क त्यो ठाडै उकालो कटेपछि तेर्सो बाटो हिँडिरहेको छु है। अब ठुलो स्याप्रो त पारि देखिसक्यो, तर देखिन मात्रै, नजिक देखायो पारि होइन। धेरै नै टाढा छ, अझै 1.5 घन्टा 2 घन्टा लाग्छ। तर यो ट्रेल चाहिँ एकदम दामी छ है। हेर्नु, पुरै लालीगुराँस सर रातै बन्योभरि होइन, सर हिँड्नलाई चाहिँ आनन्द छ यो ट्रेल। सो लाङटाङ आउँदाखेरि एक्स्ट्रा 2-3 दिन थप्यो भने गोसेकुण्ड पनि हामीलाई पुगिन्छ। छ विचार गरौँ है। ठ्याक्क अहिले चाहिँ म पुल तर्न लाग्छ होइन, ठुलो स्याप्रो जाने ठ्याक्कै पुल माथि हो ठुलो स्याप्रो चाहिँ होइन। खतरा छ है। टिकटक होइन, युट्युब। म चाहिँ ठ्याक्कै ठुलो स्याप्रो आइपुगेँ है। यो हो ठुलो स्याप्रो, यो गाउँ। यस्तो छ। म चाहिँ अहिले ठुलो स्याप्रोबाट गोसेकुण्डतिर लाग्दैछु। आज चाहिँ म लौरीबिना छलाङपाटी कहाँसम्म पुगिन्छ त्यहीँ गएर बस्छु होइन। अनि अहिले चाहिँ म ठ्याक्क यो मूल खरकाभन्दा अगाडि ठुलो स्याप्रोबाट हिँडेको लगभग 1.5-2 घन्टा भयो। मैले मूल खरकाभन्दा अगाडि हो। खतरा पुरै चौरी छ है, खतरा छ है बाटो चाहिँ। यो ट्रेल पनि उकालो चाहिँ ठाडै उकालो छ है, उता धुन्चोबाट भन्दा। तर तपाईँहरू इफ कोही गाडीमाहरू आउँदै हुनुहुन्छ भने चाहिँ ठुलो स्याप्रोसम्म गाडीमा आएर ठ्याक्कै हाम्रो पनि 2 दिनमा गोसेकुण्ड अनि ब्याक टु धुन्चे अर्को दिन गर्न मिल्छ। ठुलो स्याप्रो चाहिँ जस रमाइलो गाउँ छ है, ठुलो गाउँ छ, नामै ठुलो स्याप्रो छ। So right now I am here at मूल खरका
यो चाहिँ स्याब्रु ठुलो स्याब्रुबाट छलाङपाटी कोसेकुण्ड ट्रेल छुने रुटको बिचको एकदमै टी हाउस बिचको ठाउँ हो होइन। यहाँ चाहिँ बस्न खान राम्रै व्यवस्था छ, ठाउँ पनि बवाल छ है। यो चाहिँ एक्ज्याक्टली 2997 मिटर हाइटमा छ होइन। यहाँबाट चाहिँ छलाङपाटी यस्तो उकालो छ डाइरेक्ट पुरै अपहिल, त्यो चाहिँ लगभग 2-2.5 घन्टा लाग्छ होइन। ओके हामी चाहिँ अब खानासाना खान्छौँ अनि खाएर टक्क लाग्छौँ बाटो। म चाहिँ ठ्याक्क मुर्खराबाट भात खाएर निस्केको होइन, खाना खाएर अब यो माथि 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 हुँदै छलाङपाटी पुग्ने अनि त्यसपछि लौरीपिना जस्सी। अहिले चाहिँ यहाँ यस्तो चौरी छ है, मूल खर्क खर्क छ यस्तो दामी, पुरै घोडाहरू गाईहरू गोरुहरू टक्क है, दामी छ। ठ्याक्कै मूल खर्का र छलाङपाटीको बिचमा यस्तो बस्ने ठाउँ छ यहाँ। यस्तो बाटोमा यस्तोहरू भेटिन्छ। यो मनी ओइल र यो चाहिँ बुद्धिस्टको खै के हो यो, मलाई नै राम्रो हिन्दूको रहेछ यार। के हो चाहिँ, तर बाटो ट्रेल चाहिँ एकदम बवाल छ है, पुरै फुलै फुल टकमक्क होइन, शीतल जङ्गलको बिचमा। तर उकालो चाहिँ ढाडे हिँड्न चाहिँ गाह्रो छ। तीर्थ गर्न जान कहाँ सजिलो छ त होइन। साथीहरू यता छ है मेरो। म उकालो उक्लिँदै छ है छलाङपाटीबाट लौरीपिनाको। जस यस्तो छ बाटो, जङ्गलै जङ्गल, सिँढी नै सिँढी छ। यता तल मेरो साथीहरू आउँदैछ ल। आज हामी ठुलो स्याब्रुबाट हिँडेको, ठुलो स्याब्रुबाट लौरीपिना चाहिँ ठुलो स्याब्रु 2250 मिटर छ भने लौरीपिना अलमोस्ट 3900 छ। यसको मतलब लगभग 1600-1700 एलिभेसन गेन होइन आज। इट्स नट नर्मल है, नर्मल ट्रेकिङहरू गर्दा चाहिँ नर्मल होइन। तर हामीले चाहिँ उता शेरगुरी पनि गरिसक्यो, लाङटाङमा उता 3800 मिटरमा सुतेर आइसक्यो। सो हाम्रो लागि चाहिँ नर्मली हुन्छ। तपाईँहरू सिधै कोसेकुण्ड आउनुहुन्छ भने चाहिँ त्यस्तो नगर्नु होला, डाइरेक्ट लौरीपिना नआउनु होला। छलाङपाटी तलैबाट एक्लिमेटाइज गर्दै आउनु होला, सजिलो हुन्छ। बाटो चाहिँ पुरै ल त्यो डाँडामा जाने। दिस इज द ब्युटी अफ कोसेकुण्ड ट्रेक है। यो चाहिँ पुरै हुसुले हेर्नुहोस् टक्क केही देखेको छैन क्या, तलको मान्छे पनि देखिन। अब एकैछिनमा फेरि 2-4 मिनटमा स्वाट्टै खुल्छ क्या। युजली यो चाहिँ अब 2-3 बजेपछि हुन्छ होइन, मोस्ट अफ द टाइम यस्तै हुन्छ है। 2-3 बजेपछि ट्रेल चाहिँ हुस्सु नै हुस्सुमा हिँड्नु पर्ने दामी। अहिलेसम्म लौरीपिना पास गर्दैछु है। लौरीपिना पास हेरेको उकालो, लौरीपिनाको उकालोमा छु। आज चाहिँ वेदर पुरै ड्याम्मै छ। लाङटाङ हिमाल, लाङटाङ लिरुङ होइन, त्यहाँ छ मेरो साथीहरू। यस्तो छ वेदर, माउन्टेन भ्यू। हामी हेयर एट द गणेश मन्दिर। यो चाहिँ ठ्याक्कै कोसेकुण्ड भन्दा अगाडि चाहिँ सानो गणेश मन्दिर छ, मूर्ति छ। यो चाहिँ के को हो अहिले थाहा भएन है। अनि त्यहाँ छ कोसेकुण्ड, त्यो चाहिँ भैरव लेक है। त्यो भैरव लेक चाहिँ जोस् त्यहाँ चाहिँ तान्छ भन्छ है मान्छेलाई, जोस् भैरव चाहिँ त्यहाँ झाँक्रीसँग रिसाएको छ अरे क्या।
त्यही भएर म चाहिँ ठ्याक्कै गोसेकुण्ड नि आइपुगेँ होइन। अनि ठ्याक्क अहिले यस्तो दामी स्नोफल भयो कि हामी साथ होइन पुरै पुरै मुखमै हिट गर्ने स्नोले। त्यो चाहिँ भैरवकुण्ड हो, त्यहाँ माथि गोसेकुण्ड छ। दामी भयो तर घाम नलागे पनि स्नोफल चाहिँ मस्त विटनेस गर्न पाएँ। मेरो फर्स्ट टाइम त होइन होइन, मैले धेरैचोटि स्नोफल विटनेस गरिसकेँ तर जस रमाइलो भयो यात्रा। कुण्ड पुरै स्नोफल भइरहेछ यहाँ चाहिँ टी हाउस यो होटल चाहिँ लिक छ होइन। ल मेरो साथीहरू आउँदैछ त्यहाँबाट आउँदैछ साथीहरू होइन। दामी खतरा स्नोफल भयो नि। ठ्याक्कै गोसेकुण्डमा छु है, स्नोफल भइरहेछ पुरै एन्ड दिस इज द लेक। सो राइट नाउ म चाहिँ ठ्याक्कै गोसेकुण्ड मन्दिर दर्शन गरेर आएको है। पुरै मेरो हालत चाहिँ यस्तो चाहिँ स्नोफल भएर पुरै जाडो भएर क्रेजी क्रेजी भइरहेको छ। Now I am here at लाउरी बिना होइन होटेलमा बसेँ। यो चाहिँ होटेल मर्निङ भ्यू होइन। अनि हिमाल चाहिँ आज दामी देखाएछ, वेदर चाहिँ खतरा क्लियर देखाएछ। अनि पुरै मनासलुहरू पनि देख्न सकिन्छ है यहाँबाट। त्यो कता हो अहिले चाहिँ आज मेरो चाहिँ लास्ट डे अफ द ट्रेक है। आज चाहिँ धुन्चे जाने हो, भोलि चाहिँ गाडीमा सर काम गर्दै लाउरी बिनामा टक्क अहिले हिँड्न लाग्यो, 8 बज्न लाग्यो। ल अब आजको फेरि वेदर चाहिँ बवाल छ है, वेदर बवाल छ। हेरौँ है हेरौँ वेदर। अहिले चाहिँ म देउरालीमा छु होइन, तल झर्दै हो। देउरालीमा खाजा साजा खाइयो, अब टक्क धुन्चे गइन्छ। धुन्चे चाहिँ यहाँबाट लगभग 2 घन्टा अन्त यस्तै पुरै हुस्सु लाग्यो है, सब यो चाहिँ टक्क लगाएर गोसेकुण्डबाट फर्केको लगभग धुन्चे आइपुग्नु आयो, ओह्रालो सक्यो होइन गोसेकुण्डको। अब ठ्याक्क खोलामा आइपुगेँ। दामी छ है फेरि खोला चाहिँ दामी छ, दामी देखिन्छ यहाँबाट। ल ओए ल ट्रेकिङ पनि सकियो सकियो लगभग सकियो। अब धुन्चे गएर आनन्दले रेस्ट गर्ने, नुहाइ धुवाइ गर्ने, च्याट्ट हुने, अनि भोलि काठमाडौँ चल्दिने होइन। ल रमाइलो भयो 10 दिन। 10 दिन भन्दा धेरै हो तर झ्याउ लाग्छ हौ पछि पछि त।
10 days भयो भने चाहिँ ट्याक्कै धुन्जे पुग्यो है म त। ट्याक्कै धुन्जे पुग्यो 2:30 भयो। 10 दिनको लाङटाङ बसेको एक्लाको सक्यो अब होइन। पुरै